टु ब्याक युट्युब च्यानल राम्रो मङ्गल बेजमा स्वागत छ गाइज। आज चाहिँ अब म मन्थली नागरिकता बनाउनको लागि हिँडेको म र बुबा चाहिँ आउँदै हुनुहुन्छ। अब म चाहिँ हिँडेको र चाहिँ बस चढ्नको लागि अब पारी पुग्नुपर्छ, त्यही कारण म चाहिँ हिँड्दैछु बस चढ्नको लागि। ल साथीहरू, म चाहिँ अब यहाँनिर ट्याक्कै बस लाग्ने ठाउँमा आइपुगिसकेँ। यही हो बस लाग्ने ठाउँ चाहिँ गाइज। ल फाइनल गाइज, अब हाम्रो यहाँनिर हामी चाहिँ जाने बस आइसक्यो मन्थली जाने होइन। गाइज हामी चाहिँ बसमा चढ्छौँ। मसँग यहाँ सब्जी पनि छ, त्यो मन्थली लिएको लास्टै है। बाटो त एकदम धुलो छ त्यस्तै। लास्ट होला नि ल यता हामी चाहिँ अब मन्थली आइपुग्न लाग्यो। अहिले त गरेर त न, पहिला त आमामा यस्तो धुलो थियो कि चाहिँ मन्थली यता बजार देख्दैन त्यहाँ नाच्ने दिनेछ अलि सर मजा आउँथ्यो। क्या म त त्यस्तै बनाएर है लगाएर है त्यो टाउको दुखेर चाहिँ राम्रो राम्रो मिठो खानु पकेट यत्रो आउँछ हो त्यो छ। अनि एउटा चाहिँ अर्को अलिक ठुलै छ। धेरै पछि सुन्दाखेरि ठिकै लाग्छ। लास्ट गाउँ क्या सम्झेरै हाल्नु लाग्दैन नि चाहिँ तामाकोसी पछि यहाँनिर के भन्नु लाग्यो ए पहिला यहाँनिर रोड बगाइजाने, रोड बगाएर चाहिँ यहाँनिर चाहिँ पहिला अस्ति रोड बगाइदिइहाल्यो, त्यो पछि बनाइसकेको रहेछ। कतिको गएर होला यहाँ पानीमा पऱ्यो भने चाहिँ गयो। तिनीहरूलाई आएछ गाडी हालेर भिडियो अब कति छ पऱ्यो
kasih pulang lah. Oke, tes itu ada lain sih. Nah, jadi bulda ya itu apa sih? Kursian oh ya, cuma tidak ya. Oh ya. यो चाहिँ उता खिम्ती जाने उस होइन यहाँबाट उता उता गोलाघाट जाने बाटो हो अनि त्यो मथाली आइपुग्न लाग्यो आइपुग्यो मन्थली अस्पताल हो आइपुग्नु आएन प्रश्न र अझै पऱ्यो मन्थली बजार यस्तै छ बजार मन्थली बजार यहाँसम्म यो चाहिँ पुटा चोक ठ्याक्कै हो हामी चाहिँ पुटा चोक झर्ने ठाउँमै पुग्यौँ साथीहरू यस्तै छ मन्थली बजार कहिलेतिर आउने हुन्छ त हामी चाहिँ यताबाट यता लाग्छौँ अहिले चाहिँ हाम्रो कति बज्यो 9:40 लाग्दा सुन्न आइसक्यो त के ब्याङ्क भन्ने
राष्ट्रिय वाणिज्य ब्याङ्कबाट अगाडि। यहीँ झरेन हुने रहेछ पर किन खाने यता यतातिर चाहिँ कताको के हो आइसक्यो अब फेरि टिकट लिन जानु छ। हाम्रो चाहिँ यही हो नागरिकता बनाउन जिल्ला प्रशासनिक कार्यालय। छौँ अब फेरि केसको लागि रे खोलेको छैन होला केसको लागि त्यो पालो उसो गर्नको लागि टिकट चाहिने हो। टिकट राख्नु पऱ्यो नि त नागरिकताको लागि हामी चाहिँ टिकट लिन हिँडेको। अब फेरि खास गरी हाम्रो काम चाहिँ यहीँ माथिल्लोपट्टि हो है जिल्ला हुलाक लेखेको रहेछ यहाँनिर हो। हामी टिकट लिनुपर्ने ठाउँ चाहिँ नागरिकताको लागि बुधबारमा आउँछौँ। अहिले चाहिँ नागरिकता बनाउन आएको हुलाक कार्यालय खुल्या रहेनछ। यो बत्तीको पैसा बुझाउने चाहिँ ठ्याक जिल्ला हुलाक कार्यालयबाट ठ्याक्कै सिधा यता पर्दो रहेछ। नागरिकताको लागि टिकट लिइसकेका छौँ दुईवटा। यस्तो आउँदो रहेछ टिकट एउटा यस्तो एउटा यस्तो बनाउने ठाउँमा जान्छौँ। ओके गाइस अब यसभन्दा पछि भिडियो हुनेछ। नागरिकता बनिसक्यो नागरिकता पनि बन्यो परिचय पत्र पनि बन्यो। अब हामी चाहिँ घर हिँडेको साथीहरू बस चाहिँ छुटिसक्यो। अब बेसीतिर जाने टक्क लाएर यस्तै छ गाइस। जोस ढिलो भयो जोस बन्नु चाहिँ सबै थोक बन्यो खुसी छु। नागरिकता बन्यो अनि परिचय पत्र पासपोर्टको लागि यो त्यस्तै त्यो नि बन्यो साथीहरू। ल ठिक छ मन्थली बजार मिल्दीतिर मिल्दी दुईजना लाने हो। यस्तै छ साथी। हामी चाहिँ बस पार्क आइपुग्न लाग्यौँ तर बस पार्कमा चाहिँ बस छैन साथीहरू। यहाँ गएर सोधौँ अनि त्यसपछि हेरौँ बस त खासै केही त छैन। हाम्रो बस पार्क चाहिँ यता हो तर यहाँनिर चाहिँ गाडी छैन सबै गइसकेको छ गाइस। हामी चाहिँ हिँड्दै जानुपर्ने हो कि के गर्ने पर्ने हो थाहा छैन। छैन केही खाली छ यहाँबाट हो सब बिग्रेको मात्रै छ अरू सबै नयाँ जति गइसक्यो। जस्तै हो मन्थली बस पार्क केही छैन थालिङ्गै छ। हेर्नुहोस् मन्थली केही छैन ठुला ठुला गर्छ त्यति हो। गाडी अहिले माइक्रोहरू चाहिँ आउँछ अरे आउनु त हामी चाहिँ एकछिन यहाँ बस्छौँ। उता चाहिँ काठमाडौँ जाने बाटो यो बस पार्क केही छैन अहिले चाहिँ गाडी गइसक्यो। अनि यता चाहिँ दोलखातिर जाने बाटो हामी चाहिँ माइक्रोमा चढिसक्यौँ। म चाहिँ अब गाडी बढ्छ आइसकेँ। हामी चाहिँ हामी मन्थली हजुर। ल गाइज मेरो भिडियो के कस्तो लाग्छ युट्युब च्यानल सब्सक्राइब भिडियो लाइक कमेन्ट सेयर गर्न नभुल्नु गाइज। ओके बाई बाई।